कसैलाई के को धन्दा कसैलाई के को धन्दा घर ज्वाइँलाई चाहिँ खानुको धन्दा भने जस्तै क्या यहाँ आफूलाई देशको बारेमा कत्रो चिन्ता छ यिनीहरूलाई चाहिँ म बामे सरेन अरे बसेन अरे हिँडेन अरे भनेर अनेक थरीको टेन्सन लिन्छन् क्या अझ फोन गरी गरी दुनियाँलाई सोध्ने सुनाउने मेरो नानी मेरो बाबु त हिँड्दैन बस्दैन बामे सर्दैन पल्टिँदैन यिनीहरूको गन गन सुनेर त होइन यो फोन पनि कसले चाहिँ बनायो होला क्या यिनीहरू बाँदर मुखेको हातमा चाहिँ यो फोन किन चाहिँ दिनु पर्यो होला कसले चाहिँ दियो होला यिनीहरूको यस्तै बानी छ र त मलाई फोन चलाएको देख्यो कि पारो तातेर आउँछ होइन देशमा यत्रो आन्दोलन भइरहेको छ यो नेपालै रहेन भने न तिमीहरू हुन्छौ न म हुन्छु अनि के को टेन्सन लिनुपर्ने हो बेला हेरेर हुन्छ नि अवस्था हेरेर पो हुन्छ त सबै कुरा म मेरो टाइम आएपछि आफै सर्छु हिँड्छु खान्छु तिमीहरूले भनेर हुन्छ तिमीहरूको अधीनमा चल्नुपर्ने हो म खाली रिस मात्र उठ्छ हौ म त सकिन्छ भने देशको चिन्ता ल्याऊ देश बचाऊ मेरो बारेमा नाना थोरै टेन्सन नल्याऊ सबै कुरा समय आएपछि ठिक हुन्छ होइन चिन्ता लिएको हो कि मेरो बेइज्जत गरेको हो कि म त छक्क पर्छु हौ